लोकतन्त्रको रक्षा गर्ने हो भने तपाईँ हामीले आज लागेको चिज मन लागेको चिज बोल्न त पाएछ नि, मुख नचाडिकन बोल्ने हो भने त पाएछ नि त, प्रतिवाद गर्न पाएछ छैन। सरकारले थुनिहाल्यो भने अदालतले छोड्ने चाहिँ त्यत्रो चाहिँ डेमोक्रेसीको 5 पिलर मध्ये चाहिँ एउटा पिलर न्यायालय, स्वतन्त्र न्यायालयको परिकल्पना गरेको छ र त्यो पनि पाएको छ। भले त्यसमा त्रुटि होला, केही होला, समस्या होला, सुधार्नुपर्छ भने लोकतन्त्रको रक्षा गर्ने हो भने तपाईहरुले हामीलाई नै विश्वास गर्नुपर्छ। त्यसको विकल्पै छैन। किन छैन भने अब हामीले बदलिएको कांग्रेस लिएर आएका छौं। तपाईहरुले हेर्नुभयो, तपाईहरु नयाँ साथीहरु नयाँ भन्छन् नि, सबभन्दा नयाँ को? कांग्रेस पार्टीको इतिहासमा उलटपुलट गराएर जम्मै यहाँ तपाईको गाउँको उद्यामा तलतिरको गुरु घिमिरे, यहाँको ललित श्रेष्ठ, शिव ढकाल, लोकप्रसाद संग्रौला, बसन्त भट्टराई, हामी सबै गगन थापा, विश्वप्रकाशजी, गुरुजीहरुको नेतृत्वमा हामी सहित भएको नयाँ कांग्रेस हामीले बनाएर ल्याएका छौं र यो नयाँ कांग्रेस, बदलिएको कांग्रेस, नयाँ भिजन सहित आएको कांग्रेसलाई तमाम नेपाली जनताले पत्याइदिनुपर्छ। अब